के बोल रही हो? अनि हामीलाई कहाँ घुमाउन लिएर जानु लाग्यो तैँले? बागमती पुरा सरक हाले जस्तो फिजा छ बागमतीमा। अझ बिचमा बसेर झन् हल्लिन्छ। क्यामेरा राम्रो भयो भाइ जुम गरेर देखाउँ। अलिअलि देख्दो रहेछ। यता हेरेर भन्न के भन्न खोजेको हो। अनि यताबाट जाने बाटो चाहिँ चिनेछ त? यो त अब आफ्नो जन्मेको थलो हो, सबै बाटो थाहा होला नि, हामीलाई त थाहा छैन। पुरा जङ्गल गएको जस्तो है। बागमतीको तिरैतिर हैन? हुँदैन भयो भने त अब भइहाल्छ नि। यो सिधै जाने हो क्या, कुलकुलै कुलै जाने हो। जहाँ पुग्छ पुग्छ। घुम्न आएको पनि मान्छेहरू सहर बजार घुम्न आउँछन्, हामी गाउँ जङ्गल खोला नाला। ल ल हिँड्नु। यो काठमाडौँ पर्छ नि। ल काठमाडौँ भन्न सक्छ त यो? नै यो काठमाडौँ जिल्लै पर्छ यो। यो बागमतीदेखि उता चाहिँ ललितपुर पर्छ, यता चाहिँ काठमाडौँ नै हो यो। ल ठ्याक्कै पहाड जस्तै क्या, घर पनि त्यस्तै। गएको उतै जाने बाटो हो यो। अब चढा उकालो। त्यहाँ माथि त बाटै होला, गाडी आउने बाटै होला सायद। बाटै चाहिँ छुट्टै छ कि तलबाट होला। तलबाट यो त उता जाने हो नि। तलबाट हो यो कि होइन? छेउछेउै जाने जस्तो खै पखै त यता हेरौँ। ए होइन रहेछ, यो खोलाबाट आउने बाटो रहेछ, यताबाट रहेछ। खोलाको डोर यतै माथि नै रहेछ, माथि नै रहेछ।
यति हिँड्दै स्या स्या भइसक्यो। मेन त पोखरीमा जानु छ। त्यो पोखरीमा पहिला त एकदम उ थियो के अहिले के छ कसो छ थाहा छैन। हैसलु हैसलु अमिल छ राम्ररी नपाके भएर। गाइस हामी ऐसेलु खाँदैछौँ। न खान मन लाग्नेहरू यसो सम्पर्क राख्नु होला। हाम्रो साथीहरूलाई नानीहरूले भन्नु पर्ला नि। टिप्न सक्नेहरू यसो अल्कोहलको मान्छे आउनु। हामी होचोले टिप्न सकेन। अलि सकेको छैनौँ ल गाइस। भयो त ऊ कालो निलो भएर आयो त नि। हेर्नु भ्यू भ्यू कस्तो भ्यू ल सुलिड छ भ्यू ल। यता दामी दामी छ घरहरू। उस्तै घर के उस्तै घर है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। त्यो कस्तो राम्रो छ है। एउटै डिजाइन के। ल हेर्नुहोस् यहाँ कस्तो राम्रो ठाउँ छ ल। गाडी छैन कि खेत पाखाहरू झन् क्यामेरा राम्रो हुने हो भने त खतरा आउने रहेछ के गर्ने। आउँछ नि है। पुरानो बाटो पहिलाको यो अस्ति दसैँमा आएको झरी होइन दसैँभन्दा अगाडि हो के अरे। बसकै पुरै डिस्टेन्स है धेरै पुरानो। पावर हाउस आउनु लाग्यो पावर हाउस। काठमाडौँमा सबभन्दा पहिला बत्ती निकालेको ठाउँ यो। अनि यहाँबाट नारायण हिटी बत्ती लान्थे यहाँबाट। अहिले चाहिँ बन्द छ यहाँको पावर हाउस। पावर हाउसको अफिसहरू हो कि यो पुरै पहिला। यो अफसेस बाँकी रहेछ। बोटहरू पनि राखेर हिँड्छ है। नलेखेको बोटहरू हुन्थ्यो नि त नि साइन बोटहरू। कति पुरानो घरहरू होला यो। यहाँ माथि जामै त कति दामी छ जस्तो माथि छ।
कल बोल बोल गर्मी छ गर्मी यहाँ त गर्मी अब यहाँबाट अझ चौबार जाने भने होइन अझै जाने भने अब खै अब समयले भ्यासम्म जाने हो अनि घुम्ने हो आज चाहिँ अनि कति रमाइलो फोटो खिच्नु टावर आउनु गरेर नि बसेर खिच्नु कि म खिचिदिन्छु मैले भिडियो बनाएको त्यो पावर हाउस पहिला बत्ती निकाल्ने त्यही हो कता जाने जान्छ यहाँ पहिला नुहाउने ठाउँै यही यहाँ नुहाउँथ्यो पहिला काठमाडौँमा पनि केही खान्थिनँ अहिले मेलम्ची आएर पो काठमाडौँमा लाँदैन त पहिला त काठमाडौँ सबै यही त स्वयम्भूको उकालो भन्दा नि ठाडै छ यो त Trago ukaलो रहेछ ल खुल्यो खुल्यो यो चाहिँ अस्ति नै असोजतिर हगेर ऊ 10-11 गते त्यत्रो पानी परेकोमा पहिरो गएर चाहिँ यताबाट छ यताबाट छ यो भस्केर दे त मलाई आउनु लाग्यो उकालो त हट छिटो आऊ घुम्न सजिलो हुँदैन नि यहाँका मान्छेहरू दैनिक हिँड्नेहरूलाई त केही जस्तो लाग्दैन होला हामीहरूलाई त
कहाँ बस्ने जानुपर्छ घट्छ नि अनि घट्छ नि त नि अझै उत्साह छ आज घुम्न आएको त डरै परेल घुमाइ यताबाट पनि जानु मिल्छ कि कता यतैबाट होला जाउँ होइन त देखिएकै छैन त मान्छे देखाएको छैन त छिटो आऊ अझ घाम लागेको छैन र हो घाम लागेको भए त कति गाह्रो हुन्थ्यो होला यहाँबाट देखिन्छ होला जुम गरौँ है त अलि देखिया छ ल हाम्रो घर है पुग्यो चौतारा चौतारा रे चौतारा ए अहिले त बार लाएर रहेछ नि त नि पहिला त बार थिएन ऊ त्यहाँसम्म हेर्न जानु दिन्थ्यो फोहोर भएछ पानी त पोखरीमा त के खासै छैन खै खासै रमाइलो चाहिँ छैन भन्नु पर्ला जस्तो लाग्यो मलाई त सब बार लाएर रहेछ होइन भने त्यो बाटो के पोखरी रे यसलाई बिजुली पोखरी भन्छ डर लाग्छ त्यहाँ हेर्न त मलाई काठमाडौँ उपत्यका खानेपानी युनिट ललितपुर शाखा कार्यालय हामीले खाने पानी यही त हो नि धाराको यहाँबाट ऊ तल त्यो अघि देखाएको थियो निलो घर हो त्यहाँ फिल्टर हुन्छ त्यहाँबाट अनि शुद्धिकरण भएर औषधि हालेर अनि वहाँ भैँसीपाटी वाइ उतातिर पनि छ पानी जम्मा गर्ने त्यहाँ पठाउँछ त्यहाँबाट अनि घर घरमा पठाउँछ पोखरी हुन्छ नि अहिले पो घटेको त अहिले त यो लेउ लाएर कस्तो नत्र निलो पानी ऊ त्यहाँबाट हुर्र आइरहेको हुन्छ हुर्र हुर्र यताबाट हुर्र हुर्र आइरहेको हुन्छ त्यो र त्यो दुईवटा मुहान हो नि आउने अनि यहाँबाट एउटा जाने